म चाहिँ अहिले ग्रेट ब्यारियर रिफ केन्समा छु हैन। यहाँ यसरी ओसियनको साइडमा बसेर हामी चाहिँ मेरो बर्थडे मनाउन आएको थियौँ। अनि मेरो बर्थडेको एउटा विश अनि बकेट लिस्टमा रहेको स्कुबा डाइभिङ चाहिँ फाइनली आई डिड इट गाइस, फाइनली आई डिड इट। अनि मैले चाहिँ स्कुबा डाइभिङ गरेँ अनि स्नोकिङ पनि गरेँ अनि आई टुक सम भिडियोज। सुरुमा चाहिँ गाह्रो भयो हैन, अनि त्यसपछि मेरो चाहिँ गाइडेडवाला थियो, मलाई स्विमिङ गर्न आउँदैन, त्यही पनि आई स्टिल वान्टेड टु डु इट। आई वान्टेड टु टिक अफ माई द्याट बकेट लिस्ट एन्ड आई डिड इट। अनि मेरो फर्स्टबाटको एक्सपिरियन्स सुनाउँछु है त। फर्स्टमा के भयो, हामी बोटमा आयौँ होइन। मैले चाहिँ यो रिफ एक्सपिरियन्स भन्नेबाट गरेको हो। यसमा चाहिँ सर्भिसहरू ब्रेकफास्टदेखिको लिएर सबै लेडी स्न्याक्ससम्म राम्रो थियो। अनि प्राइस वाइज पनि 265 कि 75 समथिङमा चाहिँ एउटा इन्ट्रोडक्टरी डाइभिङ चाहिँ इन्क्लुडेड थियो। अनि त्यही भएर चाहिँ मैले यो चुज गरेको थिएँ। बट इफ यु वान डु सेकेन्ड डाइभिङ यु हेभ टु पे हियर एक्स्ट्रा $75 समथिङ। यस। अनि त्यस्तो भयो। अनि सुरुमा आउँदा चाहिँ के अरे यस्तो सी सिकनेस भएर मलाई फेरि आउने बित्तिकै आएर बेकन एन्ड एग रोल दियो उनीहरूले। अनि त्यो खाएँ। अनि त्यो खाएपछि चाहिँ हल्का मलाई पेट हुडाल्न थाल्यो। अनि फेरि यस्तो उचाल्ने के भन्छ त्यो वेभमा चल्दाखेरि चाहिँ यस्तो वेभी हुँदो रहेछ। अनि पेटै कस्तो गडबड भएर आएर आई डिड भमिट। याक यति धेरै दुईवटा ब्याग भरेँ मैले भमिट गरेर। अनि त्यो गरेपछि चाहिँ बल्ल आनन्द भयो, कस्तो चक्कर लगाउँदो रहेछ। अनि ठ्याक्क बेकन एन्ड एग खानुभन्दा अगाडि चाहिँ मैले त्यो सी सिकनेस ट्याब्लेट पनि तिनीहरूले खा भनेर रिकमेन्ड गर्यो होइन। किनभने हामी कहिले पनि ओसियनमा पनि आएको छैन नि त, प्रायःभन्दा कहिले पनि आएकै छैन यसरी। अनि तल डुब्न पनि गएको छैन। अनि त्यसपछि यो छालमा यो क्रुज हिँड्दाखेरि पनि गाह्रै बनाउँदो रहेछ। त्यही भएर ठ्याक्क अगाडि मेडिसिन खाएँ अनि खाली पेटमा कफी पनि खाएको थिएँ। अनि त्यसपछि मेडिसिन खाएर बेकन एन्ड एग खाएँ। अनि त मलाई त पेट पुरै हुँडाल्ने, ठ्याक्क त्यो छालमा पनि हिँड्न थाल्यो। अनि पेट पुरै हुँडालेर यस्तो गाह्रो बनायो कि झन् त्यो भित्र क्रुजमा झ्याल लगाएको डम्ममा बस्दाखेरि त्यस्तो पनि हुँदो रहेछ। अनि बाहिर गएर एकछिन बसेको त वलल आइहाल्यो होइन। बट द्याट्स ओके। अनि त्यो फालेपछि चाहिँ सजिलो भयो, त्यही हो। अनि फालेपछि बल्ल हल्का रिल्याक्स फिल भयो। अनि अझै डर लागिरहेको थियो। फेरि हाम्रो वेदर पनि आज राम्रो भएन क्या, पुरै पानी भरिरहेको थियो। अहिले चाहिँ रोकिया पानी बरु। अनि वेदर अलिकति सन्नी भइदिएको भए पनि त्यस्तो जाडो डर लाग्थेन होला। पानी ठ्याक्कै त्यो बेलामा पर्न थालेको। अनि मैले त गड वाइ आइ एम डुइङ दिस, वाइ आई निड टु डु दिस काइन्ड अफ एक्टिभिटी, दिस काइन्ड अफ थिङ भनेर लागिरहेको थियो सुरु गर्नुभन्दा अगाडि होइन। अनि त्यसपछि तर एभ्री वान वाज लाइक अफ्रेड, नर्भस नै थियो। एकजना केटीले चाहिँ हाम्रो सबै ग्रुप आएको मध्येमा एकजना केटीले डराएर गर्दै गरेन। अब यत्रो आइसक्यो, पैसा तिरिसकेपछि के नगर्नु त, डरके आगे जिते भनेर। अनि स्नोकिङ सुरुमा थियो, स्नोकिङ गाइडेड थियो हाम्रो, स्विमिङ गर्न नजाने भएर उसले लगेपछि चाहिँ अनि त्यो सबै उनीहरूले भनेको सेफ्टी प्रोटोकलहरू फलो गरिसकेपछि मुखबाट सास त्यो दिएको हुन्छ कि सबै थोक यहाँ सिकाएको हुन्छ गर्न, त्यही फलो गरेर गर्दाखेरि चाहिँ खासै गाह्रो हुँदो रहेछ। अनि जब म वाटरमा गएर अनि स्नोकिङ गर्न थालेपछि त वाउ, तल हेरेपछि त ओ माई गड यस्तो दामी होइन। अब त मैले गर्नै पर्छ, म जसरी पनि गर्छु जस्तो हुन्छ कि। अनि त्यो गरेपछि अनि स्कुबा डाइभिङ पनि त्यसपछि त स्नोकिङ गरी भइसकेपछि त स्कुबा डाइभिङ गर्न पनि एक्साइटेड भएँ। अनि झन् यस्तो दामी भ्यू देख्यो कि तल त ओ माई गड आई क्यान इभन एक्सप्लेन। सुरुमा चाहिँ हामीलाई क्यामेरा लिएर जान दिँदैन इन्ट्रोडक्टरी डाइभिङमा चाहिँ, त्यही भएर डाइभिङको क्यामेरा भिडियो चाहिँ मजाले तलबाट चाहिँ खिच्न पाएन। भिडियो लानको लागि चाहिँ अर्को सेकेन्ड डाइभ गर्नुपर्ने रहेछ। अनि उनीहरूले हामीलाई अलाउ पनि गरेन, किनभने हाम्रो फ्लाइट आजै छ नि त बेलुका। खासमा फ्लाइट नलिन पर्ने रहेछ यो गरिसकेपछि, तर हाम्रो अस्तिदेखिबाट मुभ भएको भएर चाहिँ अनि हामीलाई अर्को सेकेन्ड डाइभ हान्न नदिने अरे। खासमा यो फर्स्ट डाइभ पनि दिन मिल्थेन अरे, त्यही पनि उनीहरूले हामीलाई दियो। हामी हाम्रो अस्तिदेखिबाट मुभ गरेको भएर उनीहरूको कारणले मुभ गरेको हो नि त, त्यही भएर। अनि सेकेन्ड डाइभ हान्न पाएनौँ, हामीले मजाले भिडियो खिच्न पाएनौँ। तर दे अफर अस टु लाइक फ्री त्यो मरिन लाइफवाला स्नोकिङ गाइडेडवाला, त्यसमा चाहिँ उनीहरूले एकजनाले हामीलाई दुईजनालाई चाहिँ स्नोकिङ गर्न लैजान्छ एरियाभन्दा टाढा, अनि 40 मिनट्स अराउन्ड। अनि उसले चाहिँ हामीलाई मरिन लाइफको बारेमा पनि एक्सप्लेन गर्छ सँगसँगै देखाउँदै गर्दै, विच इज गुड। अनि उनीहरूकोबाट
त्यस्तो फल्ट भएको भएर चाहिँ दे अफर अस द्याट अन फर फ्री अफ चार्ज. सो द्याट्स गुड ओभरअल गुड एक्सपिरियन्स.